सडकमा बगेको रगतले राज्यको भूमिकामाथि गम्भीर प्रश्न खडा गर्यो। विद्यालय पोसाकमै रहेका किशोरीदेखि निहत्या युवासम्म सडकमा थिए। उनीहरूको हातमा बन्दुक थिएन, ढुङ्गा थिएन, घातक हतियार थिएन, तर केही घण्टामै 19 जनाको ज्यान गयो, दर्जनौं घाइते भएर। आज अन्तर्राष्ट्रिय अनुसन्धानले त्यो दिनको घटनालाई नयाँ ढङ्गले उजागर गरेको छ। बीबीसी वर्ल्ड सर्भिसले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनले दाबी गरेको छ कर्फ्यू लागू भएको केही मिनेटमै घातक हतियार प्रयोग गर्ने आदेश दिएको थियो। स्रोतका अनुसार पिटर ए कल साइन प्रयोग गर्ने व्यक्ति तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङसँग सम्बन्धित थियो। रिपोर्ट अनुसार कर्फ्यू लागू भएको करिब 10 मिनेटपछि फिल्डमा रहेका अधिकारीहरूले बारम्बार अनुमति मागेपछि आवश्यक बल प्रयोग गर्न निर्देशन दिएको थियो। खापुङले आदेश दिएको कुरा अस्वीकार गरेका छैनन्, तर प्रहरी पक्षले भने सबै कानुनी प्रक्रिया पूरा गरेर मात्रै गोली चलाइएको दाबी गरेको छ। तर प्रश्न उठ्छ, आवश्यक बल प्रयोग भन्नाले के बुझिन्छ? के निहत्या प्रदर्शनकारीमाथि घातक गोली प्रहार आवश्यक थियो? बीबीसीले सार्वजनिक गरेको भिडियो विश्लेषणमा 17 वर्षीय श्रीयम चौलगाई निहत्या अवस्थामा देखिन्छन्। उनी घटनास्थलबाट बाहिरिने प्रयास गरिरहेका थिए, तर केही क्षणमै उनको टाउको पछाडिबाट गोली लागेको दृश्य देखिन्छ। यो दृश्यले सरकारी दबावलाई चुनौती दिन्छ। त्यो दिनको घटनाक्रम हेर्दा 3 घण्टाको अवधिमा 19 जनाको मृत्यु भयो, दर्जनौं घाइते भए, अस्पतालहरू भरिए, परिवारहरू आतिए, सामाजिक सञ्जाल तात्यो र सारा देश स्तब्ध भयो। भ्रष्टाचार विरुद्ध उठेको आन्दोलनलाई वार्ताबाट होइन गोलीबाट रोकिएको आरोप लाग्यो। नागरिक समाजले निष्पक्ष छानबिनको माग गर्यो। मानव अधिकार कर्मीहरूले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अनुसन्धान हुनुपर्ने बताए। घटनाको भोलिपल्टै प्रधानमन्त्रीले राजीनामा दिए, सरकार ढल्यो, सत्ता परिवर्तन भयो। तर प्रश्न उही छ, सत्ता फेरिँदा न्याय पनि फेरियो त? सरकारले छानबिन समिति गठन गरेको जनाएको छ। प्रतिवेदन आउन बाँकी छ, तर पीडित परिवारका लागि हरेक दिन ढिलाइ अन्याय जस्तै हो, किनभने न्याय ढिलो हुनु भनेको न्याय नहुनु सरह हो। मुख्य प्रश्नहरू अझै बाँकी छन्। घातक बल प्रयोगको स्पष्ट आदेश कसले दियो? के अन्य विकल्प प्रयोग गर्न सकिन्थेन? भीड नियन्त्रणका अन्तर्राष्ट्रिय मापदण्ड पालना गरिएको थियो? कमान्ड चेन्जमा जिम्मेवारी कहाँसम्म पुग्छ? यदि आदेश माथिबाट आएको थियो भने कमान्ड जिम्मेवारीको सिद्धान्त लागू हुन्छ। यदि फिल्ड तहमा स्वतन्त्र निर्णय थियो भने त्यसको जवाफदेहिता कसले लिन्छ? मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनले स्पष्ट भन्छ, घातक बल प्रयोग अन्तिम विकल्प हुनुपर्छ, त्यो पनि जीवन जोगाउन बाहेक अन्य प्रयोजनका लागि होइन। यहाँ भने निहत्या र भाग्ने प्रयास गरिरहेका युवामाथि गोली चलेको देखिन्छ। भदौ 23 को घटना केवल एक दिनको घटना होइन, यो राज्य र नागरिक बीचको विश्वासको परीक्षा हो। जब सुरक्षाको लागि दिएको बन्दुक दमनको प्रतीक बन्छ, तब लोकतन्त्र कमजोर हुन्छ। अब देश फागुन 21 को निर्वाचनतर्फ उन्मुख छ, तर यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो जवाफदेहिता र पारदर्शिताको परीक्षा पनि हो। यदि दोषीलाई कारबाही हुँदैन भन्ने सन्देश स्पष्ट हुनेछ। राज्य शक्तिशालीका लागि कवच र कमजोरीका लागि कारागार। पीडित परिवारहरू न्यायको प्रतीक्षामा छन्। उनीहरूलाई क्षतिपूर्ति मात्र होइन, सत्य चाहिएको हो। अन्त्यमा प्रश्न तपाईहरूसँग, अन्तर्राष्ट्रिय अनुसन्धानले उठाएको तथ्यलाई कसरी हेर्नुहुन्छ? के तपाईलाई लाग्छ निष्पक्ष छानबिन सम्भव छ? दोषी जोसुकै भए पनि कारबाही हुनुपर्छ कि हुँदैन? आफ्नो धारणा कमेन्टमा लेख्नुहोस्। लोकतन्त्रमा नागरिकको आवाज नै सबैभन्दा ठुलो शक्ति हो।